दर्शकबिनहरू अब भने भुन्टीले आफ्नो पढ्ने चाहना मारेर गाउँ जान पर्ने अवस्था आइसकेको छ। भुन्टीले भने भूपेन्द्रको भाउजूको इज्जत राख्नको लागि र भूपेन्द्रको भाउजू निराश नहोस् भन्नको लागि भुन्टीले आफ्नो पढाइ नै त्यागेर गाउँ जान तयार भएकी छिन्। भूपेन्द्रले लाखौं पटक सम्झाएका त छन् कि भुन्टी गाउँ जान पर्दैन, तिम्रो पढाइ बिग्रिन्छ भनेर, तर भुन्टीले भने आफू गाउँ जाने कुरा निश्चित गरिसकेकी छिन्। दर्शकबिनहरू यसै विषयमा रहेर आज चर्चा गर्दैछौँ। यो भिडियोलाई अन्तिमसम्म हेरी हामीलाई साथ दिनुहोला। यदि तपाईहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। दर्शकबिनहरू यति बेला भुन्टीले भने आफ्नो पढ्ने इच्छा र चाहनालाई त्यागेर गाउँ जान बाध्य भएकी छिन्। पछिल्लो समयमा भूपेन्द्रको भाउजूले भने भुन्टीलाई भेटेर धेरै नै गाली गरिरहेकी हुन्छिन्। बिचरा भुन्टी बल्ल तल्ल पढ्न पाएकी थिइन्। उनको पढ्ने वातावरण बल्ल मिल्दै थियो, तर पढ्न जानका केही दिन नहुँदै आज उनी माथि यति ठुलो शङ्का आइपरेको छ। विगतको दिनमा भूपेन्द्रमाथि छल गरेर भुन्टीलाई अपहरण गरेको सबै दृश्य पनि भूपेन्द्रले सपनामा देखिसकेका हुन्छन्। भूपेन्द्रले भने केही समयमा नै शङ्करसँग फोन गरेर मेरी भुन्टी कहाँ छिन् भनेका थिए। शङ्करले भने अहिले भुन्टी हाम्रो कब्जामा छिन्, त्यसैले तैँले त्यहाँ केही चिन्ता नगर र भुन्टीलाई भेट्न चाहन्छस् भने तँ यहाँ आइज भनेर शङ्करले भूपेन्द्रलाई बोलाएका थिए। जब भूपेन्द्रलाई बोलाएको ठाउँमा आउँछन् तब शङ्कर र उसको साथीले मिलेर भूपेन्द्रमाथि प्रहार गर्ने योजना पो बनाएका रहेछन्। बिचरा भूपेन्द्र उनीहरूको योजनामा पर्न पुग्छन्। उनीहरूले थापेको पासोमा भूपेन्द्र पर्न पुग्छन्, तर भूपेन्द्र भने आफैमा एकदमै धेरै शक्तिशाली व्यक्ति हुन्। उनले प्यारी भुन्टी अपहरण भएको खबर सुन्दा नै धेरै आत्तिसकेका थिए। उनी अहिले त उनले मेरो भुन्टी यही छिन् भनेर थाहा भएको थियो। उनले शङ्कर र उसको साथीहरूलाई मर्ने गरी कुटेका हुन्छन्। उनी मेरी भुन्टी कता छिन्, भुन्टी कता छिन् भन्ने प्रश्न गर्छन्। त्यसपछि उनीहरूले पनि भूपेन्द्रको कुटाइ खाइसकेपछि भूपेन्द्रसँग डरले शङ्करले भने भुन्टी देखाउन गएका हुन्छन्। दर्शकबिनहरू आजको भिडियो यति नै। यस विषयमा रहेर के भन्न चाहनुहुन्छ तल कमेन्ट बक्समा गई आफ्ना जिज्ञासा, राय, सल्लाह सुझावहरू भने राख्न नबिर्सनुहोला। यदि तपाईहरू हाम्रो युट्युब च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो युट्युब च्यानललाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनलाई दबाई हामीसँग जोडिनुहोला। हामी तपाईहरूमाझ यस्तै भिडियोहरू सदाबार लिएर आउने नै छौँ। तबसम्मका लागि यस भिडियोबाट छुटिन चाहन्छौँ। तपाईहरूको बाँकी पल बाँकी समय शुभ भएर बितोस्। हवस् त, नमस्कार। जय नेपाल, जय नेपाली।